नमस्कार, 안녕하세요. सम्पूर्ण कोरियन भाषा पारखी मित्रहरूमा स्वागत गर्न चाहन्छु। म कोरियन भाषा प्रशिक्षक प्रकाश भण्डारी र तपाईहरु हेर्दै हुनुहुन्छ युट्युब च्यानल कोरियन जापानिज PBTK पोखरा भाषा तालिम केन्द्र प्रालीको। यस च्यानलमा जति पनि कोरियन भाषा पढ्दै हुनुहुन्छ उहाँहरूलाई केही न केही सहयोग होस् भनेर हामीले समय मिले अनुसार भिडियोहरू अपलोड गर्दै आइरहेका छौं। र आज पनि मैले युनिट टेस्ट 21 देखि 25 सम्मको क्वेशनहरूलाई लिएर आएको छु। फाइनल एक्जाममै आउने क्वेशनहरू छन् र अहिलेको नयाँ बुक अनुसारको क्वेशनहरू रहेको छ। र ढिला नगरिकन सुरु गरौं। इल्की सम्बन्धी 20 वटा प्रश्नहरूलाई हेरौं। 1 नम्बरमा यहाँ चित्र छ र यो चित्र के को होला तपाईहरुले गेस गर्न सक्नुहुन्छ। 1 मा भनेको छ यङ्गो। यङ्गो भनेको त मलम हो पक्कै पनि। सर्ने के हो त यङ्गो। यङ्गो यहाँनिर मलम भन्ने सही आन्सर हो। र छियाक भनेको यो छियाक हैन। आर्याक भनेको यो गोटी औषधि पनि हैन। र फुङ्दे भनेको ब्यान्डेज पनि हैन। छङ्गावन तिलवन हिँड्दा। त्यसैगरी इवन 2 नम्बरमा हेरौं। 2 नम्बरमा यहाँ अंक आएको छ। यहाँ केही थिच्ने नम्बरहरू पनि रहेका छन्। भने पछाडी तपाईहरुले थाहा पाइसक्नु भयो होला। छन्जा रेन्जी भनेको छ। छन्जा रेन्जीको त्यस्तो चित्र हुँदैन। त्यसैगरी छन्जा छौल हो। छौल एक नाप्ने कुरा हो यो। र छन्जा भनेको विद्युतीय यो तराजु जस्तो हुन्छ। 2 नम्बरको सही आन्सर हुन्छ। र अर्को छङ्गी छङफान विद्युतीय म्याट पनि यस्तो हुँदैन र यो राइस कुकर हैन। 3 नम्बरमा जाउँ। यसमा फङ्गेइनन सम्बन्ध भएको कुरा के हो भनेको छ। ह्यान्जीसँग एफसँग उफ्यो र सुफ्यो यिनीहरू सबैसँग सम्बन्धित रिलेटेड कुरा के हो भन्ने पत्ता लगाउनु पर्ने छ। एउटा भन्छ खुचिदा, एउटा भन्छ छोङ्गी कागज, फेफे कुरियर र उफ्यानमूल भनेर भन्छ। पक्कै पनि यिनीहरूसँग सम्बन्धित सबैसँग मिल्ने भनेको छोङ्गी कागज हो। किनभने फ्यान्जी चिठी पनि कागज हो। एफ पनि पोस्टकार्ड पनि कागज हो। उफ्यो पनि ब्ल्याक टिकट पनि कागज हो र सुफ्यो चेक पनि कागज। सबैसँग मिल्ने हुनुपर्ने, एउटा दुईटासँग मात्रै मिलेर भएन। यहाँ दिएको सबैसँग मिल्ने कुरा भनेको सबै यो छोङ्गी हो। छन्दावन इवाननिदा। त्यसैगरी हामी 4 नम्बरमा जाउँ। 4 नम्बरमा फिस्सु तानमाल भनेको छ उस्तै अर्थ समानार्थी। समानार्थी अर्थ भनेको छुलबुम हादा। छुलबुम हादा भनेको पनि पैसा निकाल्नु हो र अर्को पैसा निकाल्नु भन्ने अर्थ दिने यो कोनुल छाप्ता पश्चिममा ज भएको यो कोनुल छाप्ता भनेको पनि पैसा निकाल भन्ने अर्थ लाग्छ। मिल्दो एन्सर हुन्छ छन्दावन साम्बनको। अब यो एकदम जम्मा गर्ने कुरा भएन। सङ्गम रेमिट्यान्स भन्ने कुरा भएन। कोनुल नक्ता भनेको चाहिँ डिपोजिट गर्ने कुरा राख्ने कुरा भएन। त्यसैगरी ओवन 5 नम्बरको हेरौं। 5 नम्बरमा भनेको छ छनन थोनुल छक्कना फनेलते हंगुम इन्सुलगिरल डडडड हादिरल नखो बथनमाल मुरुन्यान थैनिका थल्लियाम्मिदा भनेर भन्छ। र पैसा निकाल्ने अथवा पठाउने बेलामा यो एटीएम मेसिन हंगुम इन्सुलगी भनेको एटीएम मेसिनमा गएर के गर्ने हो त इयोङ हादाबाट इयोङ हाम्निदा हो मैले प्रयोग गर्छु। एटीएम मेसिनको प्रयोग गर्छु र त्यहाँ कार्ड राखेर बटनलाई मात्र
थिच्यो भने अथवा बटन थिचेर हुने भएकाले एकदमै सहज छ, त्यस्तो झन्झटिलो छैन, कठिन छैन पैसा निकाल्न, सहज छ भनेर भन्छ। फजाङ हामीले प्याक गर्छु भन्ने कुरा भएन, छाड्यौं आधा भनेको यो सेफ्टीको कुराहरूमा मात्रै छाड्यौं आधा पर्यो हुन्छ र यो सल्छी आधा भन्ने पनि लाग्नु भएन। सो संज्ञापन सामान्यता। अब 6 नम्बर प्रश्न हेरौं। 6 नम्बरमा फेक्फेरल फुनेल्टे, अब सामान कुरियर गर्ने बेलामा पहिला बाक्सालाई छाल राम्रोसँग डट गर्नुपर्छ अरे। अब फजाङ हेदो थाम्निदा प्याकिङ गरे पनि हुन्छ, फजाङ हेया हामीदा प्याकिङ गर्नुपर्छ। किन भन्दा सुरक्षित अनुमान त्यसो गरिएन भने फेसोङसोङ डेलिभरीको क्रममा साँझ आने त्यो बाक्साभित्र सुरक्षित रहेका मूलगनी सामानहरू तेजिल्सु सुमिदा फुट्न सक्छन्। त्यही भएर बाक्सालाई एकदमै छाल राम्रोसँग फजाङ हेया हामीदा प्याकिङ गर्नुपर्छ। सो छन्दाबुङ इबन हामीदा फेसोङ हेया हामीदा पठाउनु पर्छ भन्ने कुरा भएन, फेसोङ हेदो त्यो पठाए तापनि हुन्छ भन्ने कुरा भएन। त्यसमा अनिवार्य कुरा आया अया या भन्ने कुरामा लागेको छ। नु पर्छ भनेको नै पर्छ, प्याकिङ गर्नै पर्छ राम्रोसँग, होइन भने यदि त्यसरी प्याकिङ गरिएन भने सामान फुट्न सक्छ, टुटफुट हुन सक्छ भन्ने कुरा छ। भने 7 नम्बरमा जाउँ। 7 नम्बरमा सबै त्यही ग्रामर छ। आया फाट्टाबाट फादाया, फुराया, छिउराबाट छिवाया र छम्नी हादाबाट छम्नी हेया भनेको छ। सुथेन्सरल फाट्कना छामुल मोच्छाम्यान तुथोमी सेंगिल्सु सुमिदा रे, एकदमै तनाव आइपरेको बेलामा, आफूलाई धेरै तनाव उत्पन्न भएको बेलामा, लिएको बेलामा निद्रा राम्रोसँग हुँदैन अरे। त्यस्तो निद्रा हुन सकेन भने तुथोङ टाउको दुख्न सक्छ, त्यस्तो समस्या आइराख्न सक्छ। हुँदैछ त्यसैले साक्षीदा थुप्रिएका एकदमै धेरै आफूलाई भएका तनावहरूलाई अनिवार्य रूपमा पक्कै पनि हटाउनु पर्दछ भनेको फुल्दा सुथेन्सरल फुल्दा तनावलाई समाधान गर्नुपर्छ, पुरै हामीले हटाउनु पर्दछ, समाधान गर्नुपर्छ। त्यो हामीलाई थुप्रिएका चिन्ताहरूको पीरहरूको समाधान गर्नु पर्दछ भन्ने आन्सर हुन्छ। लिनुपर्छ भन्ने कुरा भएन, यो छिउरा भनेको सामानहरू हटाउने हो र व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा पनि भएन। भने 8 नम्बरमा जाउँ। 8 नम्बरमा अनुल अदल सिगानमान इलागो आज 8 घण्टा मात्रै काम गरेर डट छिङ्गु हागो याङवारुल होर्यागो हामीदा साथी विचार गरेको छु। भनेपछि 8 घण्टा मात्रै उसले काम गरेर थैगुन हान होइए ड्युटीबाट छुटेपछि थैगुन आगि जान्ने, ड्युटीबाट छुट्नुभन्दा पहिल्यै भन्ने कुरा भएन। शुल्कन हान होइए, अब ड्युटीमै नभइकन झन् जाने बित्तिकै भन्ने कुरा भएन। 8 घण्टा उसले काम गर्ने हो, बेसिक ड्युटी गर्ने हो, यादव सिगानीले काम गर्ने नै हो र शुल्कन हागी जान्ने झन् पहिल्यै ड्युटी नै नभइकन पहिल्यै भन्ने कुरा भएन। सो छन्दाबन इल्बन हिँडिदा उसले 8 घण्टा काम गर्छ। 8 घण्टा गरे पछाडि फैगन हान होइए ऊ ड्युटीबाट छुटिसकेपछि 8 घण्टा गरेर ड्युटीबाट छुट्छ। छुटे पछाडि साथीसँग फिल्म हेर्ने जाने एउटा प्लान बनाएको छ, योजना गरेको छ, विचार गरेको छ भन्ने छ। भने 9 नम्बरमा फ्योजी सांकेतिक चिन्ह छ। यसको अर्थ के हो? मुखुङ तुसिम्मिका भन्छ, यसको अर्थ के हो भनेर भनेको छ। र फोनुल इब्गुम हाल्सु सुमिरा भनेको यहाँ पैसा चाहिँ डिपोजिट गर्न सकिन्छ भनेर भन्छ यहाँ। तर यहाँ यो अर्कै एनबाट यो डलर होला अथवा यो अरू
एउटा देशको मुद्रा अर्को देशको मुद्रामा सटै गर्न सकिन्छ भनेर एक्सचेन्जको कुरा देखाएको छ, जसलाई ठनोल भन्छन्। हालसो सुविधा पैसा सटै गर्न सकिन्छ, साट्न सकिन्छ अरे। कोरियन पैसा छ भने नेपाली रुपैयाँमा साट्न सकियो, अथवा डलरमा चाहिए डलरमा साट्न सकियो, जापानिज येनमा चाहिए जापानिज येनमा साट्न सकियो हो। छङ्गाबुन इवन हुँदा त्यो ठनोल फिल्ली सापटी लिन सक्ने कुरा भएन र सङ्घको रेमिटेन्स गर्ने कुरा होइन। त्यसै गरी अब यहाँ 10 नम्बरमा जाउँ। 10 नम्बरमा सजिलो खालको छ। त्यो याक फङ्सु भनेको जुन औषधिको एउटा झोला दिएको हुन्छ त्यसको बारेमा व्याख्या गरिएको मानगत यो कुरालाई चाहिँ जहिले हेर्नु होला, यहाँ कहिले नमिल्ने कुरा लेखेको हुन्छ, कहिले मिल्ने कुरा लेखेको हुन्छ भने यहाँ मानगत मिल्ने कुरा भनेर भनेको छ। र मिल्ने कुरामा 1 नम्बरमा यङ्गोनोन मेल हानबन फार्मुला अरे त्यो मलम है त। यङ्गो भनेको यो मलम चाहिँ मेल भनेको हरेक दिन दिनै पछि एकपल्ट दल्छु भनेर भन्छ। र यहाँ यङ्गोनोन इरिल एक दिनमा इरोइ भनेको एकपल्ट भनेर यहाँ लेखिदिएको छ भनेपछि सजिलैसँग यहाँ आन्सर पत्ता लगाउँछ र 1 नम्बरमा नै दिएको छ। यहाँ 3 दिनसम्म औषधि सेवन गर्नुपर्छ भन्छ, तर यहाँ 4 दिनको कुरा गरिदिएको छ। हाकेन्गिनन रजा इन्दिरा केटी हो भन्छ, तर यहाँ नामजामा चाहिँ लगाएको छ। हाक्साङ युनन 29 वर्षको हो भनेर भन्छ, यहाँ यो 29 वर्षको चाहिँ के हो त, यो अन्तिमको मान्छे होइन हो, यो हाकेन्गी भन्ने हो। त्यो भएर यो 1 नम्बरको सही आन्सर हुन्छ। र यदि तपाईहरू पोखरा भाषा तालिम केन्द्रमा आएर कोरियन भाषा अध्ययन गर्न चाहनुहुन्छ भने 9856 84 9856 मा सम्पर्क गरेर आउन सक्नुहुन्छ, जुन पोखरा महेन्द्रपुरमा रहेको छ। पोखरा भाषा तालिम केन्द्र 2007 देखि निरन्तर कोरियन भाषालाई पढाउँदै अगाडि बढिरहेको पनि जानकारी गराउन छु। र 11 नम्बरमा भनेको छ न्याउनमा सल्मेमहरू व्याख्या गरिएको मानन गर यति कुरा चाहिँ हेर्नुभएको हुन्छ। मिल्ने कुरा भनेको छ र यहाँ अब मिल्ने कुरा पत्ता लगाउनलाई 1 2 3 4 को अप्सनहरू पढ्दाखेरि पनि हुन्छ, अथवा पहिला यहाँबाट हेर्दै जाँदाखेरि पनि हुन्छ। तपाईले डेटहरूलाई यो विशेष गरी बारहरूलाई, टाइमलाई र छान्सो ठाउँलाई चाहिँ याद गर्नु होला। 1 नम्बरले भन्छ छम्बार्यो रुल छन् सिफालन नयाँ हामीरा भन्छ। पैसा 2018 वन तिर्नुपर्छ भनेर भन्छ। यो त 2018 त थियो त साल डेटको कुरा हो। यहाँ चाहिँ नियम भनेको 2018 सालको कुरा हो, तर यहाँले वन पैसातिर लगेर जोडेको छ, नमिल्ने खालको कुरा बनाएको छ। र कन्सर्टको चाहिँ अन्य सूचना हो भनेर भन्छ। यो त्यस्तो कुनै कन्सर्टको होइन, यो छेयुक्थेवै भनेको सामूहिक ग्रुपिङ कार्यक्रमको हो, यो कन्सर्टहरूको त्यस्तो होइन। त्यसै गरी मोग्योइलको 10 बजेसम्म गर्छ भनेर भनेको छ। यहाँ मोग्योइलको 10 बजेबाट त बल्ल सिजाग हुन्छ, सुरु हुन्छ, तर कति बजेसम्म काजी भन्ने कुरा चाहिँ छुट्याएको छैन। यहाँ बुथको मात्रै कुरा गरेको छ। त्यही भएर यो 3 नम्बरको पनि नमिल्ने खालको छ। र 4 नम्बरमा चाहिँ त्यो हिसाब चाहिँ छेयुग प्लानेछ भन्ने भनेको यो एड्रेसको कुरा बुझ्नु पर्यो है। छान्सो त्यो ठाउँ चाहिँ
क्षयोगवानमै हुनेवाला छ। कहाँको त नाम्रोङको इन्सन नाम्रोङको क्षयोगवानमा हुनेवाला छ हो। त्यही नै भनेको क्षयोगवान छ मिल्दो खालको कुरा भयो। सो संज्ञापन साबन सही हो। अब हामी 12 नम्बरमा जाउँ। 12 नम्बरमा ग्राफ दिएको छ स्तम्भ रेखा र यहाँ व्याख्या गरिएको खाजान हालमा जुन रसल प्रोसेस यो सबैभन्दा मिल्ने कुरालाई जोड्नुहोस् भनेर छ र यहाँ पर्सेन्टमा लेखिएको छ। जहिले पनि यो रेसियो 100 को रेसियोमा हुन्छ। सबैभन्दा बढी कोप्मी 45%, त्यसैगरी युरोप 17%, छुङदोङ 23% र छुङनाम्मी 15% छ। यसलाई याद गरियो भने हामी एन्सर पत्ता लगाउन सकिन्छ र यसलाई सजिलो तरिकाले पत्ता लगाउने भनेको 1 नम्बरमा हेर्ने जस्तै यहाँ छुङनाम्मीएनन युरोप पदा भन्ने बित्तिकै यहाँ यो छुङनाम्मी र युरोप दुईटालाई तुलना गर्ने र यो छुङनाम्मी भन्दा यो युरोप चाहिँ अझै बढी सुचुल सुविधा भनेर भन्छ। यो 15% छ र यो छुङनाम्मी भन्दा युरोप चाहिँ अझै बढी भनेर भन्छ र यो छुङनाम्मी 15% छ भने यो चाहिँ यो युरोप 17% भन्दा नि अझै बढी छ भन्छ छैन। यो 15% छ यो 17% छ भनेपछि यो युरोप चाहिँ अझ बढी छ तर यो भन्दा यो बढी छैन। यो छुङनाम्मी भन्दा यो चाहिँ कम छ बढी छैन। त्यही भएर यो लेख्नुको मिल्दैन। छुङनाम्मीएनन भन्ने बित्तिकै यो छुङनाम्मी चाहिँ युरोप भन्दा अझै बढी छ भन्छ। बढी छैन कम छ 17 युरोप बढी छ भने। 2 नम्बरमा छुङनाम्मीएन यो छुङनाम्मीको खाजाङ मानि सुचुल स्मिदा अरे त्यसको सबैभन्दा बढी हो त होइन 15% भनेको सबैभन्दा कम हो। त्यही भएर 2 नम्बर पनि मिल्दैन। 3 नम्बरमा छुङदोङे दुबन्जेरो मानि सुचुल स्मिदा अरे दुबन्जे भन्ने बित्तिकै दुबन्जे मानि भनेको छतबन्जे पहिलो छतबन्जे 45% हो भने यो भन्दा तल्लो स्टेटको दुबन्जे भनेको 23% हो। यो 23% छुङदोङ हो भन्ने कुरा छ कि हो। यो छुङदोङ चाहिँ दुबन्जे दोस्रो नम्बरमा, पहिलो नम्बरमा चाहिँ यो खुक्मी भयो भने दोस्रो नम्बरमा छुङदोङ हुने भयो। त्यसरी यो चाहिँ मिल्दो खालको कुरा हुन्छ र सावनमा छैल छट्के सबैभन्दा कम युरोपमा सुचुल स्मिदा हुन्छ। युरोपमा 17% सबैभन्दा कम हो। छुङनाममा यो 15% वाला सबैभन्दा कम हो। सो यो 4 मिल्दैन। यसरी सही आन्सर 3 को हुन्छ अप्सन 3 को छुङनाम भने। अब हामी 13 नम्बरमा जान्छौँ। फिनखान आएको छ। फिनखानमा इभन यान्युगा चोम थिरस ओमोनिमी मन्नर्यागो खुसान गड्गड्ड तनासम्मिदा भनेर भन्छ। अब ठाउँ बुसान भनेको एउटा ठाउँ हो भने ठाउँको पछाडि रो उरो लगाउनु पर्यो, तिर भन्ने लगाउनु पर्यो। कन्सोनेन्ट एन्डिङ छ बुसान भनेपछि कन्सोनेन्ट एन्डिङ छ त्यसमा उरो लाउने भयो। यदि भवेल एन्डिङ भएको भए रो मात्रै राख्यो हैन। कन्सोनेन्ट एन्डिङमा उरो भनेर लाउनु पर्यो। ए भनेको कुनै ठाउँमा खादावदा थानेर आएको बेलामा चाहिँ त्यो बेलाउने हुन्थ्यो। बुथ भनेको देखि त्यहाँ देखि भएन आन्थेछ भन्ने भएन भने। 14 नम्बरमा पनि फिनखान छ। म्याङ्गल्ते चाडपर्वको बेलामा डट 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 हाम्बोगुल फस्यो भनेर भनेको छ र अब हाम्बोग भनेको त यो कोरियाको राष्ट्रिय पोसाक हो। पोसाक भनेको इबुले लगायो भने किने भन्ने कुरा भएन। रियामेन उरियामेन ने हो भने लगाउने हो भने मैले किने भन्ने कुरा नि भएन। इबु र लगाउनको लागि किने भन्ने नेपाली सेन्स अनुसार कता कता हुनेछ
यहाँ चाहिँ रियागो भन्ने रियागो रियागो इबु रियागो इत्ताबाट इबु रियागो लगाउने विचारले किने भन्ने कुरा सबैभन्दा मिल्दो खालको कुरा हुन्छ। अब यो 3 नम्बरको पनि झुक्काउन सक्छ तपाईँहरूलाई गौरा भन्छ म हो नि त लगाउन भन्ने अर्थ लाग्छ लगाउनलाई त किन्ने हो कपडा त भन्ने कुरा हुन्छ तर यसमा रियागो उरियागो भन्ने कुरामा प्रयोग हुन्छ लगाउने विचारले रियागो उरियागो लगाउने विचारले किने मिल्दो खालको हुन्छ भन्दै 15 देखि 16 को 15 नम्बरमा हेरौँ थाङ्गोनेछ छबाङ खादन यागुन याक्कुदेछ साया हामीरा हस्पिटलबाट चाहिँ त्यो डाक्टरले दिएको छबाङ एउटा प्रेस्क्रिप्सन दिइसके पछाडि औषधि पसलबाट औषधि किन्नुपर्छ र छबाङ दिएर याक्कुकमा गयो भने यक्सा त्यहाँ भएको त्यो फार्मेसिस्टले छबाङ छगिन याक त्यहाँ छबाङ लेखिएको औषधि स्वच्छ छुगो खोगिन सम्भव त्यहाँ भए अनुसारको औषधि पनि सिफारिस गरेको औषधि पनि दिनेर खोग्यङ भनेको औषधि जहिले पनि खोग्यङको प्रयोग हुन्छ सेवन भन्नु खोजेको हो त्यो सेवन गर्ने तरिका पनि सम्भव तरिका पनि अहिले सुनेर बताइदिन्छन् भनेर भनेको छ यही छबाङकै बारेमा भनेको चाहिँ यो होइन याक्कुक औषधि पसलमा भनेको पनि होइन थाङ्गोन हस्पिटलको बारेमा पनि होइन र चाहिँ याक्कुम भन्ने यसको सही आन्सर हो औषधिहरूको बारेमा चाहिँ भन्न खोजेको हो यसको खास याक्कुम छ भने अब हामी 16 नम्बरमा जाउँ अलिकति लङ क्वेसन छ याक्कुगे हान्गुगे थाङ्गोन कोरियाको हस्पिटलहरू इल्छा इछा साम्छारो एरियोका खिप्वानरो नानमिदा भनेर भन्छ हामीले पढिसकेको छ छङ्गोमुङमा कोरियाका हस्पिटलहरूको विभाजन इल्छा इछा साम्छामा गरेको छ भन्ने कुरा छ र यो इल्छा थाङ्गोन भनेको प्राय जसो ओइरे भन्जारल छिल्यो आनन्द ठोङ्ने उयोनिना पवन सोरल मालामिदा भनेको नजिकै छिमेकमा भएको एउटा पवन सोर जुन हामीले गाउँघरतिर हेल्पस भनेर भन्छौँ त्यो हेल्पसलाई भनिन्छ भने इल्छा थाङ्गोन एक हाजिङको यिनीहरूलाई बुकिङ नगरे तापनि हुन्छ गाइडेड गरेर उपचार गर्न त्यहाँ भएको सेवाहरू लिन सकिन्छ पहिल्यै बुक गर्नु पर्दैन तर ह्याङसामी यहाँको सिट क्षमता चाहिँ बिरामीको सिट क्षमता 30 जनाको भन्दा बढी भएको हस्पिटललाई इच्छा थाङ्गोनदेखि एयाकुल हान होइए फिल्यरुल फादल सुइस भनेको 30 जना भन्दा जुनमा बढी बिरामीहरू हट्ने क्षमता हुन्छ तिनीहरूलाई इच्छा थाङ्गोनमा कार्यनिर्देश गरिएको छ र त्यहाँ चाहिँ पहिल्यै हामीले सिटहरू बुकिङ गरेर जानुपर्छ अनि उइरियो फिदो त्यो उपचारको खर्च पनि इल्छा त्यो जुन हाम्रो गाउँघरमा छिमेकमा हुने पवनसोको त्यो हस्पिटलको भन्दा फीस सम्झिँदा अझै महँगो हुन्छ भनेर भनेको छ र यसमा अब मिल्दो कुरा अनुसार थाङ्गोन सिसल हस्पिटलको सिसल सुविधाहरू भएन हस्पिटलको बोनस भएन हस्पिटलको एजल मर्यादाको कुरा पनि होइन यो चाहिँ हस्पिटलको एउटा छङ्यु टाइप प्रकार हो यसको चाहिँ किसिम हस्पिटलका प्रकारहरू कति किसिमका छन् कस्ता कस्ता छन् कुन कुन कुराहरूमा विभाजन गरिएको छ भन्ने खालको हो सामान्य मुद्दा र अब 17 देखि 18 मा विषयलाई पढेर खात्थन गर्छन् उस्तै कुरा के हो भनेको छ 17 नम्बरको हेरौँ नुजुन हामीना छुमारे यागुल साल्सु इन्नन याकुगन
유일 식힘 약국 사이트에서 찾을 수 있습니다. भनेर भन्छ एकदमै राति अबेला अथवा बिदाको दिनमा सुमाल सप्ताहन्तमा चाहिँ औषधि किन्न पर्यो भने त्यस्ता 24 घण्टा अथवा खुलिरहने खालका औषधि पसलहरू चाहिँ हामीले यो इन्टरनेटको साइटमा पनि खोज्न सक्छौं र त्यो साइटमा छियफल त्यो क्षेत्र अनुसार सिगान्डे हल्लो मनोल यन्नन अक्टुबुल फोन सेवके हमसे हाल्छु यो सुन्दर भनेको छ त्यो क्षेत्र एरिया अनुसार र त्यहाँको समय अनुसार त्यहाँ ढोकाहरू चाहिँ खोल्छ हस्पिटल अथवा यो याक्टुब चाहिँ खुल्ला हुन्छ आजीवन तर पनि घरको नजिकै अकाउन्ट हुन्छ नजिकै आसपासमै नजिकमा विभिन्न छिखामी याक्टुबी अप्टामेन जस्तो खुल्ला भएको फार्मेसीहरू छैन भने सिसाजे छिन्थोङजे खाथन जागन उइसाए छबाङ अवसर हो फ्यानिजम यसो साल्सु सुन्दा भनेको यो सामान्य किसिमको टाउको दुख्ने अथवा अलिकति आफूलाई दुखाइ कम गर्ने किसिमको औषधिहरू डाक्टरको अनुमति नलिकन पनि जुन हामीले एएमपीएम शप भनेर फ्यानिजम भनेर पढ्छौं 24 घण्टा खुल्ने पसल त्यहाँबाट पनि त्यो सुविधाजनक पसलमा पनि हामीले किन्न सकिन्छ त्यसको याक्टुब नै खोजेर हिँडिरहनु पर्दैन है भनेर भनेको छ भने योसँग मिल्ने कुरा अप्सन 1 ले मुजुन फामेनन ट्याबुल फानन पोट अप्सुमिदा यो रातिको समयमा बेच्ने ठाउँै छैन भन्छ छन् हामीले नेटमा खोज्न सकिन्छ भन्ने कुरा पढ्यौं फ्यानिजम यसो छिन्थुङ जेरल साल्सो अप्सुमिदा किन्न सकिँदैन भन्छ हो यहाँ भनेको छ किन्न सकिन्छ भनेर भनिएको छ भन्नाले मिलेन सिसा जेरल सार्यामेन यदि यो सिसा चाहिँ किन्ने हो भने छबाङजन अप्सदो फ्यामिलीका सन्निदा भन्छ हो यो डाक्टरको अनुमति नभए तापनि यो किन्न सकिन्छ भन्ने मिल्ने खालको कुरा भयो र 4 नम्बरमा युविल सिखाम याक्टुगन सुमारेमान मुनुल्यानिदा त्यो याक्टुब चाहिँ सुमालमा मात्रै हप्ताको अन्तिममा मात्रै खोल्छ भन्छ हैन यो जहिले पनि खोलिराखेकै हुन्छ एरिया अनुसार यसलाई हामीले कहाँको खोलेको छ भनेर नेटबाट खोज्न सकिन्छ भन्छ 24 घण्टा खुल्छ बुझ्नु पर्यो भने अब 18 नम्बरमा पनि त्यस्तै लङ क्वेशन नै रहेको छ 18 नम्बरमा ठेक्ठे कुरियर सम्बन्धीबाट प्रश्न छ जुन हामीले पढिसकेका छौं अङ्गोमङ्गमा र उच्चतुक्को उपख्यान इएमएस जुन द्रुतगतिको भनेर भन्छौं यसलाई यो नामले प्रयोग गर्ने भने पारीको एकदमै क्षेत्र र आञ्जनागे सुरक्षित प्रभावले वैगुरो विदेशतिर पनि मौजूद सुविधा र मान्छेको पठाउन सकिन्छ र अनलाइनबाट पनि सिलसिलान फेसोङ सवैगा खानु भनिन्छ र यो चाहिँ समय कति लाग्छ के लाग्छ भन्ने कुराको पनि हामीले अड्कलबाजी लगाउन सम्भव छ हेर्न सम्भव छ र इएमएस रो त्यो इएमएस बाट फ्यान्जी चिठी चेक किताब र ओद्दुन कपडा जस्ता सामानहरू इत्यादिहरू फनेल सूचीमा पठाउन सकिए तापनि यिनीहरू चाहिँ पठाउन सकिने खालका भए पठाउन सकिन्छ सकिए तापनि अंशिक खाना याक औषधि र हेमलुङ रुमल यस्ता नगद आदि इत्यादि चाहिँ पठाउन फनेल अप्सनबाट पठाउन सकिँदैन र कुनै यस देशमै छुम्यहान महत्त्वपूर्ण किसिमका मुन्साना डकुमेन्टहरू कागजपत्रहरू र ठोगाए मुल्कमुल इमर्जेन्सी किसिमका सामानहरू
फनेल चाहिँ पठाउने बेलामा तुरन्त त्यहाँको परिमाणलाई चेक गरेर त्यो सर्भिसलाई छेगोङ हानन थुङ्गिरो रजिस्टरको मार्फत पेमेन्ट पठायो भने त्यसको एक्सचेन्ज हुन्छ। यो थुङ्गी उफ्यान भनेको चाहिँ जुन सामान पुगिसके पछाडि पाउने व्यक्तिले पनि यहाँ ल है मैले पाएँ भनेर सिग्नेचर गरिदिनु पर्ने हुन्छ। त्यो खालको अलिकति फी महँगो हुन्छ तर एकदमै भरपर्दो किसिमको हुन्छ भनेको छ। भने यसमा अब मिल्ने कुराहरू हुने हो भने थुङ्गिरो मुल्गनु भनेनन् इन्सिक या हाम्रोमदो अमेचो सुनेर भन्छ होइन हेर्नुले हुन्छ डकुमेन्टहरू पठाउने हो भनेर हामीले पढिसकेर सुन्नुहुन्छ भनेर दुईमा थुङ्गिरो मुल्गनु भनेनन् सुर्याङ भागिने फुल्गनु भनेर यसको सुर्याङ परिमा चाहिँ एक्जाम गर्न फुल्गनु भनेको असम्भव छ भनेर हुन्छ तर यो के हो सम्भव छ भनेर पढेका छौँ। त्यसै गरी थुक्चे थुक्कुप अन्तर्राष्ट्रिय थुक्कुपको उफ्यान कुरो एक विदेशमा कुनसित खाना अथवा याक पठाउन सकिन्छ भन्छ सकिँदैन त्यस्तो कुराहरू कुनसित याक र याङ्गुम चाहिँ पठाउन सकिँदैन भन्ने कुरा हो। र चारमा थुक्चे थुक्कुप उफ्यानुल अनलाइनबाट पनि खेदालको सामानको अवस्था चाहिँ के कस्तो छ भनेर सिचुएसनलाई चेक गर्न सकिन्छ, थाहा पाउन सकिन्छ, सामान कहाँ पुग्यो कहिले आउँछ भन्ने कुरा सबै हेर्न सकिन्छ। सावन हुँदा र 19 देखि 20 दुईवटा प्रश्न अल्माजन अवैको बारेमा छ। हेरौँ तिरल छिरियो हागना फजङ हानन एयोन एना कमनिन्जा हुन्छ। अब यी भनेको के हो त दाँत हो र यो दाँतसँग सम्बन्धित हस्पिटल भनेको पक्कै पनि छिगुवा डेन्टल दन्त विभाग भयो, आङ्गुवा अन्तरङ्ग आङ्गुवा भनेको आँखा सम्बन्धित हो, यो नेगुवा अन्तरङ्ग र फिबुवा भनेको छाला सम्बन्धित कुरा होइन। यी दाँतसँग उपचार सम्बन्धित हस्पिटलको छिगुवा भन्नुभयो। र इसिबन 20 नम्बरमा कार्ड अथवा फङ्जाङ खाताबाट प्रयोग गरेर पैसा मत्ता राख्ने अथवा छाजुल्सु भनेको खाताबाट छाजुल्सु रिउल्सु उल्सु इत्ता निकाल्न सकिने थाङ्सेमिला भनेको के हो त डाइरेक्ट हेङ्गोम इन्सुल्गी भनेको एटिएम मेसिन भन्ने भयो, उछेथोङ भन्ने कुरा होइन, छानको काम गरेका कुराहरू होइन। त्यसरी हामीले रिडिङको 20वटा प्रश्नहरू आज गरेका छौँ भने अब भोलिको कक्षामा हामी छुट्की सुनाइ प्रश्नहरू 20वटालाई गर्नेछौँ 21 नम्बरदेखि लिएर 40 नम्बरसम्मको। यसको लागि तपाईँलाई एउटा कमेन्ट गर्नुहोला आजको प्रश्नहरू के कस्तो लाग्यो र एकदमै अल्छिमी खम्बु आशय हो मेहनतका साथ अध्ययन गर्नुहोस् र तपाईँले कोरिया जाने वातावरण सुनिश्चित गर्नुहोस् भन्दै आजको कक्षाबाट बिदा हुन चाहन्छु। र जाँदा जाँदै यदि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र अन्य तपाईँसँग सहकार्य गरेर अथवा कोरियन भाषा पढिरहनु भएका साथीहरूले पनि यो भिडियो सेयर गर्न नबिर्सिनु होला। र यदि कुनै जिज्ञासा लागेमा दिएको नम्बरमा फोन गर्न पनि सक्नुहुन्छ। हामीलाई